सबैजनालाई नमस्कार। यति बेला वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यको एउटा गीत खुब याद आइराखेको छ। लुकीचोरी देशको भाग आफैले पो खायौँ कि, धितो राखियो देशलाई नयाँ लुगा लायौँ कि, आफैसँग सोधौँ अब कहाँ कहाँ चुक्यौँ हामी, कुन ठाउँ लडखडायौँ, कहाँ कहाँ हात चिग्यौँ। वास्तवमा सबै नेपालीले, विशेष गरी राजनीतिक दलहरूले अहिले आफ्नो आत्मसमीक्षा गर्ने समय हो। यहाँहरू सबैजनालाई धेरै समयपछि पुनः सामाजिक सञ्जाल मार्फत नमस्कार गर्ने फेरि अवसर जुट्यो 1-2 दिनपछि। तर अचम्म हुने रहेछ, हेर्नुहोस् न, नमस्कार अर्थात् ग्रिटिङ्स पनि कहिले हर्ष, कहिले आँसु, कहिले शोक, कहिले आक्रोश, कहिले आदरभाव अर्थात् विभिन्न भावनाहरूले भरिएको हुने रहेछ। अब भने म आफ्नो हरेक भावनालाई आशा र सकारात्मकताले हेर्न चाहन्छु। हरेक नेपालीहरूले अब यसै गर्नुपर्दछ भन्ने मेरो निष्कर्ष हो। अहिले देश बिरामी छ, अझै भनौँ हरेक नेपाली, चाहे आफ्नो मातृभूमिको भूगोलभित्र होस् या भूगोल बाहिर, सबैको मन बिरामी छ, जसरी देशलाई चोट लागेको छ। यो पछिल्लो 1-2 दिन खासै केही बोल्न मन लागेन, किनकि देशको परिस्थितिले भित्रैदेखि साह्रै इमोसनल बनायो। र यो 1-2 दिनमा नेपाली राजनीतिक वृत्तमा विकसित 2-4 नयाँ घटनाक्रमले मभित्र पनि 2-4 नयाँ प्रश्नहरू उब्जिए र फेरि बोल्न पर्दछ भन्ने लाग्यो। र म निरन्तर सत्यको पक्षमा बोलिरहनेछु र आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर। र म निरन्तर बोलिरहनेछु, तर आफ्नो चेतले भेटेको सत्यको पक्षमा। र म आज जेनजी मुभमेन्ट पछि देखिएको 1-2 अन्योलताको विषयमा बोल्न गइराखेको छु। तर ती केही नेताहरूको घरका कोठाहरूमा जलेका महँगा रक्सी, हजारौं लाखौं डलर र नेपाली रुपियाँको बारेमा पनि अवश्य बोल्नेछु, तर 1-2 दिनपछि। अहिले पछिल्लो सबैभन्दा ठुलो अन्योल के छ भने, जेनजी मुभमेन्ट पछि देशको राजनीति के अब नीति र नेतृत्व फरक भएको त होइन। अर्थात् जेनजी मुभमेन्टले यो एउटा, मैले त भने कि सुरुमै, नेपाल एकीकरण पछिको सबैभन्दा ठुलो क्रान्ति सफल गरिसकेपछि के अब उनीहरूको नेतृत्व भन्दा अरू कसैले देशलाई नेतृत्व गर्न खोज्यो भने र यो परिस्थिति सम्हाल्न खोज्यो भने के फेरि मुलुकमा सङ्कट आइपर्ने त होइन भन्ने हामी सबै नेपालीहरूको चासो छ, चिन्ता छ, र मेरो पनि त्यसैमा थोरै कन्सर्न अहिले रहेको छ। अझौ भनौँ, यो विकसित नयाँ पोलिटिकल कोर्सको मुख्य नेतृत्व र रणनीतिकार को हो अहिले? नेपाली सेना हो। अर्थात् कतिपयले आकलन गरे अनुसार काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह हुन्, या राष्ट्रपतिको कार्यालय हो, या जेनजी मुभमेन्टमा प्रत्यक्ष रूपमा सामेल तिनै युवाहरू हुन्, या अहिले भूमिगत रूपमा रहेका र बिस्तारै बाहिर निस्किराखेका प्रमुख 3 राजनीतिक दलहरूसँग कुनै न कुनै रूपमा नाइटो जोडिएका टाठा बाठाहरूले अहिले यो पोलिटिकल कोर्स सम्हालेर फेरि मुलुकमा सङ्कट निम्त्याउने हुन्। यो जनतामा केही अन्योल छ र हामी जस्ता मान्छेहरूमा पनि घरिघरि यसले केही अन्योलता उत्पन्न गराइदिएको छ। मन्त्री परिषद विस्तार भएको छ र केही न केही आशा लाग्दा मान्छेहरू नयाँ मन्त्री बनेर आएका छन्। र सबैभन्दा ठुलो कुरा त आज यो जेनजी मुभमेन्टमा शहादत प्राप्त ती महान भाइ बहिनीहरू जो देशको लागि आफ्नो शहादत प्राप्त गरे, यो देशको यो अहिलेको समयको माटोको आवाज बोल्दाखेरि यो एक प्रकारको नैतिकताभन्दा पनि धेरै तल गिरेर एउटा तानाशाह प्रवृत्तिमा यो क्रूरता जुन सरकारले देखायो र आफ्नो शहादत प्राप्त गरे, ती भाइ बहिनीहरूको आज सामूहिक दाह संस्कार भएको छ। उनीहरूप्रति पुनः एकपल्ट भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा पुनः एकपटक
समवेदना प्रकट गर्न चाहन्छु मनैदेखि। र अहिले अब त राम्रो होला भन्ने हाम्रो आश त सदिच्छा छ, तर पनि हामी नेपालीले अहिले के नमिलेको, के नभएको जस्तो लागिरहेको छ। अझ भनौँ कहीँ न कहीँ पोलिटिकल ग्याप, यो पोलिटिकल भ्याकुम जस्तो हामीले फिल गरिराखेका छौँ। त्यो मुख्य गरी कसरी भने जेनजी मुभमेन्टका स्टेक होल्डर अर्थात् जेनजी पुस्ताका प्रतिनिधि अहिलेको पोलिटिकल कोर्स मा प्रत्यक्ष रूपमा सामेल नभएको सबैले महसुस गरिराखेका छन्। बाहिरी रूपमा, भित्री रूपमा के छ उनीहरूले अहिलेसम्म बताएका छैनन्। त्यसकारण म जेनजी मुभमेन्टका प्रतिनिधि साथीहरूलाई, भाइ बहिनीहरूलाई भन्छु, तपाईहरू नडराउनुहोस्, नेपाली जनता तपाईहरूको साथमा छ। किनभने तपाईहरूले समयको आवाज बोल्नु भएको छ। अब आफ्नो एउटा कोर टिम जनतालाई बताउनुहोस् अनि तपाईहरू कहाँसम्म पुग्ने हो, तपाईहरूको सोच के हो, भिजन के हो र अब मुलुकको पोलिटिकल कोर्स, पोलिटिकल प्याराडाइम अब कसरी सिफ्ट हुने हो या यही तरिकाले अगाडि बढ्ने हो, यो तपाईहरूले बताउनु नै पर्दछ। र यसो गर्नुभयो भने यो दुखेको नेपालीको मन र बिरामी देशले केही न केही शान्तिको सास फेर्न पाउँथ्यो कि भन्ने मेरो पनि सदिच्छा छ, मेरो पनि आशा छ, मेरो पनि शुभेच्छा छ। होइन भने यो अन्योलताले मात्र अर्को सङ्कट निम्त्याउला भन्न सकिँदैन, यो मेरो विनम्र अनुरोध हो। र 6 महिनापछि निर्वाचन हुने भनिएको छ अनि तपाईहरू नै पार्टी खोलेर आउने हो या तपाईहरूले नेतृत्व गरेको मुभमेन्टको जुन स्पिरिट छ त्यसलाई बोकेर तपाईहरूभन्दा बाहिरका अलि धेरै अनुभव पनि भएका, केही विद्वता पनि हासिल गरेका उनीहरू आउने हुन्। त्यो पनि तपाईहरूले जति सक्दो चाँडो बताउनु पर्दछ र होइन भने फेरि परिस्थितिमा केही गडबड नहोला भनेर भन्न सकिँदैन। तपाईहरूले देख्नु भएको छ राजनीतिक दलहरू कसरी सलबलाउँदैछन्, तपाईहरूमाथि कस्ता धम्की आउँदैछन्, तपाईहरूको आन्दोलनलाई उनीहरूले कसरी परिभाषित गर्न खोज्दैछन् र तपाईहरूलाई अब उनीहरूले फेरि कस्तो समस्यामा पार्न खोज्दैछन्, यो तपाईहरूले पनि बुझ्नु पर्दछ र बुझिराख्नु भएको छ भन्ने मलाई लागेको छ। अझ भनौँ 6 महिना पछिको चुनावमा जनताले कसलाई छान्ने हो, तपाईहरू नै या अरू कोही जेनजी मुभमेन्टको स्पिरिट बोकेर आउने हो, मैले पहिला पनि भने, या तपाईहरूले लखटेका यिनै प्रमुख राजनीतिक दलहरूलाई नै भोट हाल्न या भोट हाल्न मतदान केन्द्रसम्म नजान नेपाली जनता बाध्य हुनुपर्ने हो। अहिले जनजनको मनमा उब्जिएको या भनौँ बिजाएको, नराम्रोसँग बिजाएको प्रश्न यही नै हो। तपाईहरूले देखिसक्नुभयो, तपाईँ अहिले आज मात्र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि बाहिरिए। उनले अब तपाईहरूले जलाएको उनीहरूको पार्टी हेडक्वार्टरलाई अझ भव्य बनाउने भनेर भनेका छन्। त्यो कुन हो भव्य बनाउने? तर उनीहरूले सार्वजनिक रूपमा तपाईहरूसँग अझै पनि नेपाली जनतासँग आत्मालोचना गरेका छैनन्, अझै पनि क्षमा प्रार्थी भनेका छैनन्। तपाईँहरूलाई त उनीहरूले धम्कीको भाषा दिइराखेका छन्। तपाईँहरूको एउटा फर्मल अर्गनाइजेसन छैन, तपाईँहरूको बनाउ कुनै संयन्त्र छैन, सङ्गठन छैन। तर अब तपाईँहरूले यति मात्र भनेर साथ के त सुख पाउनुहुन्न कि हाम्रो आन्दोलन के त भन्दाखेरि मात्र करप्सनको विरुद्ध थियो, हाम्रो आन्दोलन मात्र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध खोल्नको लागि थियो, हामी सत्तामा जाने हाम्रो आकाङ्क्षा थिएन र छैन भन्न अब तपाईँहरूले पाउनुहुन्न। परिस्थितिले तपाईँहरूलाई अब जबरजस्त, तपाईँहरूले चाहे पनि नचाहे पनि तपाईँहरूको स्पिरिट बोकेको एउटा फर्मल शक्ति, एउटा राष्ट्रिय शक्ति नेपाली जनता सामु आवश्यक छ। होइन भने तपाईहरूले नै लखटेका मान्छेलाई नेपाली जनताले कसरी भोट हाल्ने अबको 6 महिनाको निर्वाचनमा? त्यसकारण तपाईहरू यसमा सिरियस हुनुपर्दछ। यसबारे तपाईहरू स्टेक होल्डरले के त भन्दाखेरि छलफल गर्नुपर्दछ र यो बारेको सोलुसन चाँडोभन्दा चाँडो नेपाली जनताको सामुन्ने तपाईहरूले ल्याउनु पर्दछ। हामी जस्ता सत्यको पक्षमा बोल्ने र यिनीहरूको बेथिति, कुरीति, विसङ्गतिको बारेमा धेरै लामो समयदेखि बोल्दै आइराखेका सत्यवादी मान्छेहरूको साथ तपाईहरूलाई हर हमेसा रहनेछ। चाहे त्यो नैतिक समर्थन होस्, चाहे त्यो जस्तो सुकै समर्थन गर्न हामी तयार छौँ, चाहे हामी देशको भूगोलभित्र रहौँ या देशको भूगोलभन्दा बाहिर रहौँ। त्यसकारण
तपाईहरूले नेपाली जनतालाई आश्वस्त पार्नुपर्दछ र नेपाली जनजनको मनमा अहिले बिजाएको यो प्रश्नलाई तपाईहरूले चाँडोभन्दा चाँडो उत्तर दिनुपर्दछ। आजको मेरो जोड यही हो र म चाँडै नै यी नेताहरूको घर घरमा देखिएको जलेको जुन क्यास पैसा छ, यिनीहरूको घरभित्र जलेको यिनीहरूको करोडौँ पर्ने रक्सीका कुराहरू जुन आइराखेका छन्, यिनीहरूको आलिसान बङ्गलाको जुन कुरा छ र अहिलेको परिस्थिति राजनीतिक घटनाक्रमको बारेमा म फेरि अर्को अङ्कमा यहाँहरूसम्म जोडिनेछु। अहिलेको लागि भने पुनः आज सामूहिक रूपमा दाह संस्कार गरिएका ती महान शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली एवं शोक सन्तप्त परिवारजनहरूमा हार्दिक समवेदना छ र सरकारले असोज 1 गते सार्वजनिक शोक बिदा दिने घोषणा पनि गरेको छ। आशा छ परिस्थिति सम्हालिएर जानेछ र अहिलेको जेनजी मुभमेन्टको स्पिरिटको लाई एड्रेस गर्न भन्दै जुन मन्त्री परिषद बनेको छ त्यसले साँच्चै इमान्दारिताका साथ देश जनता र यी शहादत प्राप्त भाइ बहिनीहरूको, यी महान शहीदहरूको आत्माले शान्ति पाउने तरिकाले काम गर्नेछ भन्ने शुभेच्छाका सहित अहिले भने बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।